अम्बक चाहिँ अर्ग्यानिक हो तर काँचो काँचो परेछ। खोर्सानी फलेछ हैन खेतमै। करेला पनि फलिरहेको रहेछ यहाँ। ए त्यो त खाने बेला भएको छैन। मौसम घाउ दुख्यो अम्बक खाएकोले। यो चाहिँ गोठ हो सानो। यो चाहिँ घर हो। यो चाहिँ किचन हो। यो चाहिँ किचन हो। ए बोलाऊ न हामी फेरि आज त्यो बाटो नआएको त्यहाँबाट आएको त्यही भेट हुन्थ्यो रहेछ। यो चाहिँ नानीहरू फुटबल खेल्दो रहेछ। यो ठुलो घर चाहिँ फुल फुलेछ कि मजाले। यो चाहिँ किचन हो तर घरमा चाहिँ को पनि हुनुहुन्न रहेछ। कता कता जानुभएको नि। बसौँ।